फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आयौँ। द्याट इज खालीगण्डकी ए हाइड्रो पावर प्रोजेक्ट जसमा हामी भर्खर चटपट खाएर अब सो यत्रो मिहिनेत यत्रो पसिना बगाएर केही त खानु पर्यो। जिन्दगीमा नदेखिएका कथा अनि नलेखिएका सपना थुप्रै छन्, त्यसैले सफल भएर आफ्ना नदेखिएका कथा नलेखिएका पानामा लेख्नु छ महोदय। So hey guys, finally welcome back to the day 2 vlog in hometown. हामी अस्ति घर आएको थियौँ अनि हिजो सेसन्सहरू भयो। आज चाहिँ द वेदर वाज बिट क्लाउडी एन्ड बिट रेनी। सो अहिले चाहिँ हामी भर्खर घरबाट निस्किएको एन्ड इट्स अलरेडी 5 अनि रमित इट्स फिलिङ टु बोर अनि त्यसपछि रमितलाई चाहिँ आज घुमाउनको लागि म तल ड्याम साइड लैजाँदैछु। एन्ड लिटरली द बेस्ट पार्ट अफ होम टाउन इज आज चाहिँ बल्ल यो क्लाउडहरू खुल्दैछ अनि हिल्सहरूमा अझै पनि टप अफ द हिल्समा चाहिँ क्लाउड्सहरू छ अनि त्यो बुटोलको गर्मीमा बस्नुभन्दा त यहाँ त एकदम फार बेटर देन दिस होइन, दिस इज द रियल हेभन क्या। सो आई वाज लिटरली मिसिङ माई होम टाउन अ लट एन्ड आफ्टर अ लङ टाइम होम टाउनमा आउँदा चाहिँ द एक्साइटमेन्ट एन्ड द ह्याप्पिनेस लेभल वाज नेक्स्ट। सो त्यही हो, अहिले चाहिँ हामी जाँदैछौँ तलको ड्याम साइड। कालीगण्डकी ए हाइड्रो पावर प्रोजेक्ट नेपालकै वान अफ द बिगेस्ट हाइड्रो पावर प्रोजेक्ट जसले चाहिँ 144 मेगावाट बिजुली प्रदान गरिरहेको छ। सो वी आर गन गो देयर एन्ड जस्ट वेट अन्टिल द एन्ड टु वाच द्याट प्लेस। सो हामी चाहिँ अहिले खरबारीको बाटो हिँडिरहेको छौँ अनि रमितलाई यताको हिँड्ने बाटो नै बानी नै छैन नि त। अनि त्यसपछि इट्स बिङ टु हार्ड होइन, अहिले हाइवेमा निस्किरहेको छैनौँ क्या। सो कस्तो मजाको इन्भाइरोमेन्ट, मजाको ग्रिनरी फ्रेसरी एयर छ, द्याट इज आउट अफ माइन्ड होइन गाइज। म चाहिँ फाइनल्ली आएँ, रमित आउँदैछन्। सो हामी चाहिँ बाटोमा आइसक्यौँ। अब यहाँबाट बिस्तारै बिस्तारै तल जान्छौँ एन्ड आज आफ्टर अ लङ टाइम यहाँ पानी पर्यो। सो यहाँको इन्भाइरोमेन्ट, यहाँको वातावरण एकदम सुन्दर र रमणीय बनिरहेको छ। अनि आज आफ्टर अ लङ टाइम आजको यो भिडियो चाहिँ म अपलोड गर्छु नै भनेर बसेको छु, किनकि जहिले पनि मेरो ब्लग्स भनेको अनअफिसियल नै हुन्छ, कहिले पनि पोस्ट हुँदैन, मोबाइलमै सीमित हुन्छ। लेट्स सी होइन, आजको भिडियो चाहिँ अपलोड गर्छु। कस्तो हुन्छ फिडब्याक दिनुहोस्। इफ आई गट समथिङ बेटर फिडब्याक्स आई एम थिङ्किङ अफ स्टार्टिङ माई ओन कन्टेन्ट क्रिएसन जर्नी। सो लेट्स होप हजुरहरूको राम्रो फिडब्याक्स आउनेछ, देन आई क्यान स्टार्ट माई कन्टेन्ट क्रिएसन जर्नी। र अहिले चाहिँ हामी जाँदैछौँ ड्याम साइड घुम्नको लागि। सो कतिको एक्साइटेड रमित? एकदम रियली एक्साइटेड, न्यू प्लेस, न्यू थिङ्स। सो कस्तो भयो मिर्मीको बसाइ? भोलि चाहिँ रमित बुटुल फर्किँदैछन्। हाम्रो थोरै टेक्निकल इस्युज भनौँ वा सम इस्युजले गर्दा हामीले सोचे जस्तो इभेन्टहरू यहाँ गर्न पाएनौँ एन्ड वी विल कन्टिन्यू आवर इभेन्ट्स इन बुटोल टु। सो लेट्स होप टु मिट यु अल इन बुटोल। सो अरू केही भन्नु छ रमितजी? केही भन्नु छैन, एकदम खुसी लाग्यो, एकदम रमाइलो भयो। विल सी यु एट बुटोल, द्याट्स अल। सो वेट अन्टिल वी रिच टु द ड्याम साइड। वाट अ कोइन्सिडेन्स होइन गाइज, हामी तल हिँडिरहेको थियौँ अनि हामीलाई हिँड्न पनि झ्याउलाइरहेको थियो होइन। टक्क हाम्रो राजन दाई भेटिनु भयो। राजन दाई हजुरलाई स्वागत छ मेरो अनअफिसियल भ्लगमा होइन। र अब चाहिँ हामी स्कुटरमा दाइले हामीलाई तलसम्म पुर्याइदिनुहुन्छ। अनि यदि हजुरहरू मिर्मी आउँदै हुनुहुन्छ र कालीगण्डकी जलविद्युत आयोजना घुम्दै आउनु हुनुहुन्छ, बोटिङ, फिसिङ अनि राफ्टिङ एनिथिङ केही गर्दै हुनुहुन्छ भने उहाँहरूको आफ्नै होटेल छ आदिमोहनमा, जुन आफै पनि एउटा टुरिस्ट डेस्टिनेसन हो, अतिथि होटेल सम्झिन सक्नुहुन्छ। सो केही पऱ्यो भने मलाई पनि भन्दा हुन्छ, आइ एम अलवेज देयर गाइज। फाइनल्ली हामी हाम्रो डेस्टिनेसनमा आयौँ। राजन दाइ ल बाई बाई, थ्याङ्क यू। सो हामी हाम्रो राइड सकेर फाइनल्ली हाम्रो डेस्टिनेसनमा आइसकेका छौँ। सो वी आर हियर, कहाँ भन्नु न, सो वी हेभ अ सरप्राइज।
wait for 5 minutes, wait for 2 seconds. I'll show you the real heaven and the best tourist destination of Mirmi. So here we go. So this is Kaligandaki A hydropower project जसले नेपालमा 144 मेगावाट बिजुली प्रदान गरिरहेको छ र अहिले नेपालको नम्बर 1 प्रोजेक्टमा पनि छ र यो डिसेन्डर डाँडो देख्न सक्नुहुन्छ। जुन बेला यो बनेको थियो त्यो टाइममा चाहिँ यहाँको वर्करहरूले यो डाँडोलाई चाहिँ किनकि यता चाहिँ पहाड हो सो यो डाँडोबाट पहिरो खसेर यहाँ पावर हाइड्रो पावरमा चाहिँ कुनै डिस्टर्बेन्स नहोस् भनेर यो डाँडो पुरै त्यो टाइममा नै टोटल्ली सिलिङ गरेको थियो र यहाँको इन्भाइरोमेन्ट अनि त्यो बगिरहेको नदी चाहिँ कालीगण्डकी नदी हो जहाँ चाहिँ एकमात्र शिला शालिग्राम पाइने नेपालको एकमात्र नदी पनि त्यहीबाट बगेको छ र हामी चाहिँ अब तल जान्छौँ। लेट्स वेट अनि तलैबाट हजुरहरूलाई पुरै भिडियो देखाउने छौँ। सो अहिले चाहिँ हामी अब डिसेन्डर डाँडो झर्दैछौँ। यो डाँडोलाई चाहिँ डिसेन्डर डाँडो भन्छ। अनि रमित यस्तो देखे थियो कतै बुटोल बस्दा किन यार? सो रमितको लागि चाहिँ इट्स अ न्यू प्लेस होइन। अनि हाम्रो लागि पनि एउटा गौरवको कुरा हो, एउटा देशको गौरव आयोजना हाम्रै गाउँठाउँमा छ भन्नुको लागि। सो अहिले चाहिँ हामी तल जाँदैछौँ, हजुरहरूलाई तलैबाट फुल भिडियो देखाउनेछौँ कस्तो छ के छ। अनि साथै हजुरहरूलाई घर बसी बसी कालीगण्डकी नदी जहाँ एकमात्र शिला शालिग्राम पाइन्छ त्यसको पनि दर्शन गराउनेछौँ। सो फाइनल्ली हामी यत्रो डाँडो झरेर होइन गाइज, बल्ल बल्ल वी जस्ट केम टु द बटम अफ दिस डाँडो। अहिले चाहिँ हामी डिसेन्डर डाँडोबाट झरेर ठ्याक्क वी आर अन द लिटल टप अफ कालीगण्डकी ए हाइड्रो पावर प्रोजेक्ट। आई नो यु अल आर एक्साइटेड। नाउ लेट्स सी हाउ इट लुक्स लाइक अ रियल हेभन। सो भर्खरै हामी तल ड्याम घुमेर त्यो डाँडो चढेर यत्रो पसिना बगाएर नाउ अब नास्ता खान्छौँ यहाँ। अनि चटपट पानीपुरी के हुन्छ अनि आफ्टर द्याट अब घर जान्छौँ। एकदम पसिना आयो। रमित हाउ वाज द हाइकिङ? पसिना यस्तो धेरै छ होइन। अब चाहिँ आन्टीको मिठो चटपट खान्छौँ and then we will move to our home. सो यत्रो मिहिनेत यत्रो पसिना बगाएर केही त खानु पर्यो। नाउ हाम्रो पानीपुरी बन्यो, आन्टीले बनाएको मिठो पानीपुरी खान्छौँ, हाम्रो चटपट बन्दैछ। सो अब हजुरहरू बसेर हेरेर खानु होला, हामी चाहिँ रियलमा खान्छौँ। हामी भर्खर चटपट खाएर अब बाई बाई मिर्मी ड्याम भन्दैछौँ र यस्तो मिठो चटपट खुवाउनु भयो आन्टीलाई पनि एकदम धेरै धेरै थ्याङ्क यू। अब चाहिँ हामी घर जान्छौँ। भोलि बिहान 10 बजे रमित निस्किँदैछन् बुटोलको लागि अनि म चाहिँ आई थिङ्क आई हेभ सम वर्क्स इन माई फ्यामिली होइन। घर थोरै काम छ, अब कामको सिजन छ नि त, अनि मकैसकै खन्नु पऱ्यो देखि लिएर थुप्रै कामहरू छ। म चाहिँ 15 गते निस्किन्छु होला अनि त्यसपछि रमितको चाहिँ भोलि बिहान 10 बजेको गाडी छ। सो अब चाहिँ घर जानु पनि पर्छ, अँध्यारो भइसकेको छ। सो आजको दिन कस्तो रह्यो रमित? दामी, लभली। सो one word for Mirmi. One word for Mirmi. लभली। सो त्यही हो गाइज होइन। अस्ति आइए थियो, हिजो सेसन गरियो, आज खाली बस्यो, भोलि रमित निस्किन्छन् अनि अब 15 गते म पनि आउँछु। त्यसपछि अगेन वी विल कन्टिन्यू। सो फाइनल्ली हाम्रो लामो यात्रापछि, ड्यामसम्मको यात्रापछि यत्रो धेरै पसिना बगाएर हामी घर आइसकेका छौँ। एन्ड गाइड्स वाट हेभ अ सरप्राइज फर यु। सो आई विल सो यु माई हाउस। सो दिस इज माई मिनी हाउस। सो होइन एकदम क्युट हाउस। सो म घर आइसकेँ अनि सो टु बी अनेस्ट होइन, मैले आजसम्म थुप्रै अनअफिसियल भिडियोहरू
र अनअफिसियल ब्लगहरू थुप्रै बनाएँ, थुप्रैको मोबाइलबाट बनाएँ। एन्ड आज चाहिँ एकदम मिहिनेत, एकदम सङ्घर्ष र एकदम कन्फिडेन्सका साथ आज लाइफमा फर्स्ट टाइम आफ्नो अफिसियल भिडियो, अफिसियल ब्लग हाल्दैछु। सो सबैजनाले अन्तिमसम्म हेरेर अनेस्ट फिडब्याक दिनु होला। एन्ड आइएम थिङ्किङ अफ स्टार्टिङ माई ओन कन्टेन्ट क्रिएसन, अघि नै पनि मेन्सन गरेको छु। सो हजुरको सानो मोटिभेसनले पनि मलाई भिडियोग्राफीमा एकदम इन्ट्रेस्ट दिन सक्छ। सो सबैजनाले लास्टसम्म हेरेर किप सपोर्टिङ। चिज